सामाजिक सञ्जालमा भाइरल भइरहेको यो भिडियोले तपाईँको पनि मन रुवाएको हुन सक्छ। भिडियोमा हामीले देख्न सक्छौँ एउटा बाउ छोरा जो एउटा सानो बच्चा हातमा लिएर हस्पिटलमा बसेर रुँदैछन्। आखिर किन रुँदैछन् त यी बाउ छोरा? मुसलमानहरूको विशेष चाड रमजानको महिनामा यस्तो के घटना घट्यो? हामीले सुन्ने गरेका छौँ आमा यस्तो चिज हो जो बच्चाको लागि ज्यानसम्म दिन तयार हुन्छन्। यस्तै केही घटना बाहिर आयो। जब यो घटना बाहिर आइसकेपछि सामाजिक सञ्जालमा यो भिडियो निकै नै भाइरल भइरहेको छ। खास घटना भएको चाहिँ के थियो त? भिडियोमा देखिएको बच्चाको जन्मिने दिन नजिकै थियो, एकदमै नजिक आइसकेको थियो कि त्यही समयमा उनको आमा अस्वस्थ हुँदै गइन्। तसर्थ ती बच्चाको आमालाई हस्पिटलमा लिएर गइयो र हस्पिटलमा लगेर जाने क्रममा उनको आमालाई अपरेसन गर्नुपर्ने स्थिति आउन थाल्यो र अपरेसन गर्नुपर्ने स्थिति आइसके पछाडि हस्पिटलमा भर्ना गरियो। त्यसपछि ती बाउ छोरा सोच्दै थिए कि खुसीको खबर आउँदैछ आज। केही समय पश्चात डाक्टर बाहिर आउँछ र ती बाउलाई सुनाउँछ, हामीले दुईजनामा एकजनालाई मात्र बचाउन सक्छौँ, या त आमा बच्छन् या त बच्चा बच्छ। हालाकि दुवैजनालाई बचाउने कोसिस भने डाक्टरले नगरेका होइनन्। कोसिस गर्ने क्रममा पनि अपरेसन गरिसके पछाडि बच्चा जन्मिए, उनको आमाको होस नै आएन। भर्खर जन्मेको शिशुलाई देख्न पनि नपाइकन ती आमा यो संसारबाट टाढा हुनुभयो। नर्सले बच्चा लिएर आउँछिन् बाहिर र हातमा थमाउँदै भन्छन्, यिनको आमाको जिन्दगीको यात्रा यहीँ समाप्त भयो। जब यो खबर सुनेपछि बाउ र छोरा निकै नै भकानिएर रोए, जो क्लियर भिडियोमा पनि देखिएको छ। आमाको माया बयान गर्ने कुनै शब्द नै छैन, जसले आफ्नो सन्तानलाई दुनियाँ देखाउनको लागि आफैले दुनियाँ त्यागेर गइन्। यो भिडियो हेरिसकेपछि यदि तपाईँको आफ्नो बाउ र आमा हुनुहुन्छ भने तपाईँहरू खुसी रहनुहोस्, खुसी बनाउनुहोस्, किनकि तपाईँसँग बाउ आमा जस्तो अमूल्य सम्पत्ति छ।